साथीहरू आज चाहिँ मैले गुन्द्रुकको अचारहरू आज चाहिँ मैले सागको त्यो सागलाई यसरी धुने 2-3 चोटि धुनुपर्छ साथीहरू। अनि टक्क आज चाहिँ म गुन्द्रुक बनाउँदैछु के गुन्द्रुक बनाउनको लागि यसरी 2-3 चोटि धुनुपर्छ। रेसिपी है साथीहरू, सुकेर यसरी 2 दिनसम्म सुकाउने साथीहरू। मुलाको साग अब रायोको साग दुईटै मिक्स छ अनि यसमा मुला पनि राख्नुपर्छ। अब गुन्द्रुक बनाउनको लागि म यसो अब यो भइसकेको छ नि त 2 दिन भयो। अब यसलाई चाहिँ थिचेर राख्नुपर्छ, मुला पनि मिसाउनुपर्छ। म भिडियो बनाउँदैछु साथीहरू, सबैजनाले हेरिदिनु होला। घाममा सुकाइसकेपछि अब भयो नि त 2 दिन पनि अहिले त घाम बेसरी लागेको छ नि त साथीहरू, मौसम ठिक छ नि त, त्यति जाडो छैन खासै तराईमा। सो अब यो चाहिँ मैले गुन्द्रुक बनाउँदैछु। यसलाई चाहिँ यसरी सिलौटामा यसरी थिच्नुपर्छ। यसरी थिचेर यसको रसहरू सबै फाल्नु अनि फालेर अनि अलिअलि मुला पनि मिसाउनु पर्छ है साथीहरू। मुला मिसाएको भयो भने यो मुला चाना एकदम गुन्द्रुकको चाना एकदम मिठो हुन्छ अनि अमिलो आउँछ के साथीहरू। सो भिडियो हेर्दै गर्नु होला। म अब पिसेर सबै अब यसको रस फाल्छु अनि त्यसपछि यसलाई 6-7 दिन मजाले डब्बामा प्याक गरेर राख्नुपर्छ। 7 दिन 8 दिन कति राख्न सक्नुहुन्छ त्यति दिन राख्नुपर्छ है। ल म बिस्तारै भिडियो बनाउँदैछु, हेर्दै गर्नु होला साथीहरू। रेडी भइसक्यो। अब चाहिँ यसको रसहरू फाल्नुपर्छ साथीहरू। मैले आफै भिडियो बनाएको भएर अलिकति त गाह्रो भएको छ, सो त्यही पनि केही भएन, यसको रस फालेर म रेडी गराउँछु है। हेर्नु त यति धेरै फाल्यो अनि अब यो रस फालिसकेको यो दुईटा हातको सहायताले रस फाले मैले। रेडी भइसक्यो। यसलाई चाहिँ अब हजुरहरूले एउटा डब्बामा राखिने भयो, डब्बामा राखेर प्याक गरेर राखिने भयो। मैले चाहिँ अलिअलि मुला राखिदिएको छु। यी मुला हेर्नुहोस्, अरूहरूले कसरी बनाउनुहुन्छ, तर हाम्रो यता गाउँतिर चाहिँ मैले यसरी बनाउँछु ल साथीहरू। यसलाई चाहिँ प्लास्टिकमा प्याक गर्छु ल म नजानी गरेर त्यसरी बाँधेर यसरी घोप्टो पारेर राख्ने है साथीहरू। तर मैले एउटा प्लास्टिकमा मात्र राखेको छु, अझै एउटा प्लास्टिकमा राखेर यसरी राखेर यहाँ ढुङ्गाले थिचेर राख्ने। तलबाट यसरी यसमा चाहिँ यसको रसहरू चुहिन्छ अनि 6-7 दिन घाममा मजाले सुकाएर राख्ने साथीहरू। कतिको अमिलो खानुहुन्छ, हामीले चाहिँ धेरै अमिलो खाँदैनौँ नि त, सो त्यही भएर हेर्नुहोस् 10 दिनको दिन यसरी निकालेर हामीले यो सबै घाममा सुकाउनु पर्छ साथीहरू। कति दिन 4 दिनसम्म सुकायो भने मजाले झुरुम हुन्छ है साथीहरू। गुन्द्रुक चाहिँ मजाले सुक्दैछ। अब 3 दिनसम्म मजाले सुकाउनु भयो है साथीहरू। हेर्नुहोस् कति झुरुम। अरूहरूले कसरी बनाउनुहुन्छ, तर हाम्रो घरतिर चाहिँ यसरी मैले बनाउँछु। सो सबैजनालाई मेरो भिडियो कस्तो लाग्यो यसो भनिदिनु होला। अरू गुन्द्रुक पनि मैले बनाएर राखेको छु उता ढुङ्गाले च्यापेर, कसैले डब्बामा नि राखेको हुन्छ। तर चाहिँ मैले चाहिँ अब यो रेसिपी मन पर्यो कि मन परेन साथीहरू, लाइक कमेन्ट ठोक्नु होला। यही हो साथीहरू, सबैजनाले हेर्नु होला है। अब यसको रसहरू टक्क जानुपर्छ नि त, 6-7 दिन एक हप्ता भएपछि हुन्छ है साथीहरू। ल सबैजनालाई मेरो भिडियो कस्तो लाग्यो यसो मन परे लाइक कमेन्ट गरिदिनु होला। अब हजुरहरूले कसरी बनाउनुहुन्छ सो मलाई पनि भनिदिनु होला। ल अहिलेलाई चाहिँ मेरो भिडियोलाई समाप्त भयो। सो बाई बाई।